नमस्कार विद्यार्थी भाइ बहिनीहरू। आज हामी कक्षा 12 को नेपाली विषय अन्तर्गत पाठ 5 मा रहेको एक चियान उपन्यासको सारांश पढ्न गइरहेका छौँ। कक्षा 12 को यस्तै महत्त्वपूर्ण टपिकमा भिडियोहरू हेर्न चाहनुहुन्छ भने भिडियोको लिङ्क डिस्क्रिप्सन बक्समा रहेको छ, त्यहाँबाट हेर्नुहोला। अब लागौँ आजको भिडियोतर्फ। नेपाली विषयको पाठ 5 एक चिहान। एक चिहान एक यथार्थवादी नेपाली उपन्यास हो जसलाई नेपाली साहित्यका प्रसिद्ध लेखक हृदयचन्द्र सिंह प्रधानले लेखेका छन्। उनको जन्म विक्रम सम्वत 1972 सालमा भएको हो र निधन विक्रम सम्वत 2016 मा भएको थियो। उनलाई नेपाली साहित्यका महत्त्वपूर्ण लेखक मानिन्छ, जसले कथा, निबन्ध, उपन्यास, नाटक, समीक्षा आदि धेरै विधामा आफ्नो कलम चलाएका छन्। उनले सामाजिक यथार्थ, जातीय विभेद, गरिबी र समाजमा रहेका कुसंस्कारको विरोध गर्दै लेखेको पाइन्छ। उनका लेखहरूबाट हामीले के सिक्न सक्छौँ भने समाजमा भएका अन्याय र विभेदको विरुद्धमा आवाज उठाउनुपर्छ। उनले समस्या मात्र देखाएनन् कि बरु त्यो समस्याको समाधान खोज्ने प्रयास गरेका छन्। उनका प्रसिद्ध उपन्यासहरूमध्ये स्वास्नी मान्छे र एक चिहान धेरै चर्चित रहेको छ। एक चिहान उपन्यास नेपाली समाजको यथार्थलाई सजिलैसँग बुझ्न मिल्ने गरी लेखिएको छ। विशेष गरी काठमाडौँको एक गरिब किसान परिवारको जीवन, भावना अनि समाजमा गरिबीमाथि हुने शोषण र विभेदका बारेमा गहिरो ढङ्गले चित्रण गरिएको छ। हाम्रो समाजमा भएका गरिब परिवारहरूको उपचार, शिक्षा र राम्रो जीवन बनाउनका लागि कसरी सङ्घर्ष गर्छन् भनेर यो उपन्यासले गहिरो ढङ्गले देखाएको छ। यो उपन्यास पढ्दा हामीले अहिले पनि हाम्रो समाजमा गरिब मानिसहरूले कस्तो कस्तो दुःख पाएका छन् भन्ने कुरा सजिलैसँग बुझ्न सकिन्छ। यस उपन्यासको नाम एक चिहान हो, जसको अर्थ हुन्छ एउटा चिहान, जसले एउटा गरिब परिवारको दुःखद अन्त्यलाई जनाउँछ। हामीले यस उपन्यासको अन्त्यमा गाउँमा बाढी आएर पुरा परिवार नै समाप्त भएको देख्छौँ। त्यसैले यो उपन्यासको नाम एक चिहान राखिएको हो, एउटा यस्तो घर जुन अन्ततः चिहान बनेको छ। उपन्यासको सारांश पढ्नुभन्दा पहिले यस उपन्यासभित्रको पात्रहरूको नाम र तिनको भूमिका बुझौँ, जसले गर्दा उपन्यास बुझ्न एकदमै सजिलो हुनेछ। त्यसैले पात्रहरू यस प्रकार रहेका छन्। अष्टनारायण अर्थात् बुवा, उनी यो उपन्यासका प्रमुख पात्र हुन्। अष्टनारायण एक गरिब कृषक हुन् जसले आफ्नो जीवनभर खेती गरेर परिवार पालेका छन्। यस उपन्यासमा उनी बुवाको भूमिकामा देखिएका छन्। त्यसैगरी यस उपन्यासको अर्की पात्र लतमाया रहेकी छिन्। उनी अष्टनारायणकी श्रीमती हुन्। उनी एक माया गर्ने, दुःख सहने, परिवारका लागि सबै कुराको जिम्मा लिने आमाको भूमिकामा देखिएकी छन्। यस उपन्यासकी अर्को प्रमुख पात्र रहेकी छन् नानी थकु। उनी अष्टनारायणकी छोरी हुन्। उनी रूप र यौवनले राम्री, चञ्चल स्वभावकी र अलिकति सरल मनकी युवती हुन्। त्यसैगरी अर्का पात्र रहेका छन् गोदत्त प्रसाद। पेशाले उनी एक डाक्टर हुन्। उनी सुरुमा असल देखिए पनि पछि थाहा हुन्छ कि उनी नारीप्रति आकर्षण राख्ने, स्वार्थी र चरित्रहीन मानिस हुन्। अर्का पात्र शिवनारायण। उनी अष्टनारायणका जेठा छोरा हुन्। पुननारायण, उनी अष्टनारायणका माहिला छोरा हुन्। त्यसैगरी हर्षनारायण, जो अष्टनारायणको कान्छो छोरो हुन्। त्यसैगरी हाकुमाया, शिवनारायणकी श्रीमती, सुन्तली, पुननारायणकी श्रीमती र रञ्जना देवी, उनी गोदत्त प्रसादकी श्रीमती हुन्। त्यसैगरी सुरमान सुब्बा अर्थात् तलसिंह साहु, उनी एक धनी र सामन्ती स्वभावको मानिस हुन् जो साहुको भूमिकामा देखिएका छन्। त्यसैगरी बुबाजु, उनी झारफुक गर्ने एक परम्परागत वैद्य हुन् भने राम खेलावन, उनी मधेसी समुदायको युवक हुन् जोसँग पछि गएर नानी थकुको विवाह हुन्छ। त्यसैगरी रामबहादुर र पुतली रहेका छन्। एक चिहान उपन्यास एकजना गरिब, इमान्दार र मेहनती किसान अष्टनारायणको जीवनबाट सुरु हुन्छ, जो लामो समयदेखि बिरामी छन् र उनलाई लाग्छ अब धेरै दिन बाँच्दिन होला भनेर। अष्टनारायणले आफ्नो मृत्युको महसुस गर्दै आफ्नो परिवारलाई अन्तिम सन्देश दिन चाहन्छन्। थलिएको शरीर र चिन्ताले भरिएको अनुहारका साथ उनी आफ्नो श्रीमती लतमाया र 3 छोराहरू शिवनारायण, पुननारायण र हर्षनारायण अनि छोरी नानी थकुलाई बोलाएर भन्छन्, अब म धेरै दिन बाँच्दिन होला। मैले छिडिनीमा गाडेर राखेको 25 रुपैयाँ मेरो अन्त्येष्टि गर्न प्रयोग गर। साथै उनले आफ्ना छोराहरूलाई जीवनभर मेहनत गर्न, सधैँ राम्रो काम गर्न, कर्ममा विश्वास गर्न
आमालाई कहिल्यै दुःख नदिनु, बहिनीलाई सधैँ माया गर्नु र कहिल्यै खराब काम नगर्नु भनी भावुक सल्लाह दिन्छन्। यति बेला परिवारमा एक किसिमको डर, चिन्ता र निराशा छाएको हुन्छ। अष्टनारायणको उपचारका लागि परिवारले झारफुक गर्ने बुबाजु र वैद्यहरूलाई बोलाएर 2 महिना जति उपचार गराउँदा पनि अष्टनारायणको स्वास्थ्यमा सुधार नआएपछि अष्टनारायणकी श्रीमती लतमायाले डाक्टरलाई देखाउने इच्छा राख्छे। तर अष्टनारायणले अरूबाट ऋण लिएर आफ्नो उपचार नगर्ने भन्दै परिवारका लागि आफूले केही गर्न नसकेको भन्दै आफ्नो परिवारसँग अष्टनारायणले दुःख व्यक्त गर्छ। त्यसपछि बुवालाई उपचार गर्ने भन्दै अष्टनारायणका जेठा छोरा शिवनारायण त्यही आफ्नै टोलको एउटा नाम चलेको एलोप्याथिक डाक्टर गोदत्त प्रसादलाई बोलाउन जान्छ। तर डाक्टर गोदत्त प्रसाद आफूले पैसा नपाउन्जेलसम्म आउन मान्दैन। पछि माइला छोरा पुननारायणले आफ्नो साहुबाट पैसा सापटी मागेर ल्याउँछ। पैसा देखेपछि डाक्टर गोदत्त प्रसाद अष्टनारायणको उपचार गर्न तयार हुँदै अष्टनारायणको उपचार गर्न उनीहरूको घरमा आउँछ। डाक्टर गोदत्त प्रसादले अष्टनारायणको अवस्था चेक जाँच गरेर औषधि लेखिदिन्छ र कम्पाउन्डरलाई सुई लगाउन भन्छ। र जब डाक्टर गोदत्त प्रसादले अष्टनारायणकी छोरी नानी थकुलाई देख्छ, नानी थकुको रूप, सौन्दर्य र यौवन देखेर नानी थकुप्रति मोहित हुन थाल्छ। त्यसपछि गोदत्त प्रसादले अब म आफै सुई लगाउन बेलुका बेलुका आउँछु भनेर भन्छ। गोदत्त प्रसादले अष्टनारायणको उपचारको पैसा पनि लिन मान्दैन। पैसा लिन नमानेपछि अष्टनारायणलाई गोदत्त प्रसादको नियतमाथि शङ्का लाग्न थाल्छ कि यो मान्छेको नियत ठिक छैन भनेर। सुरुमा मिठो बोली, मिठास देखाएर सहयोग गरेको जस्तो देखिन्छ र बारम्बार उपचारको बहानामा नानी थकुलाई हेर्न उसको घरमा आउन थाल्छ। नानी थकु पनि सुरुमै गोदत्त प्रसादको कुरा र व्यवहारबाट अलिकति प्रभावित हुन्छ। तर उसको दाजु शिवनारायणले डाक्टरको नियत बुझेर आफ्नो बहिनी नानी थकुलाई सल्लाह दिन थाल्छ। डाक्टरको नियत ठिक छैन, अलि ध्यान पुर्याउनु है भन्छ। डाक्टरको श्रीमती रञ्जना देवीले पनि आफ्नो श्रीमानको बानी बेहोरा थाहा पाएर नानी थकुलाई सम्झाउन थाल्छे। नारीले आफ्नो इज्जत आफैले जोगाउनु पर्छ, तिमी आफू अलि होसियार र बलियो बन्नुपर्छ भनेर। रञ्जना देवीको सल्लाहले नानी थकुको मनमा ठूलो प्रभाव पर्छ र उसले डाक्टरसँग दूरी बनाउने निर्णय गर्छे। यसैबीच अष्टनारायणको मृत्यु हुन्छ। अष्टनारायणको परिवारसँग पैसा नभएको कारणले गर्दा आफ्नो बुवाको लास समेत अस्पतालबाट उठाउन पनि उनीहरूलाई धौधौ परेको हुन्छ। अन्तमा केही उपाय नलागेपछि कान्छा छोरा हर्षनारायण र नानी थकु मिलेर पैसा माग्न गोदत्त प्रसाद भएको ठाउँमा जान्छन्। डाक्टर गोदत्त प्रसादले उनीहरूलाई 25 रुपैयाँ सापटी दिन्छ र पैसा सापटी दिएपछि त्यही पैसाको बहानामा डाक्टर गोदत्त प्रसादलाई नानी थकुको घरमा आउन सजिलो हुन्छ। डाक्टरले दिएको 25 रुपैयाँ सापटीले अष्टनारायणको परिवारले उसको अन्त्येष्टि गर्छन्। बाबुको मृत्युपछि 3 छोराहरूले अब मेहनत गरेर बाँच्ने निर्णय गर्छन्। खेत जोत्न थाल्छन्, घर बनाउने योजना गर्छन् र घरको सबै सदस्य आआफ्नो काममा लाग्दै नयाँ जीवन सुरु गर्न लाग्छन्। लतमाया र नानी थकुले आफ्नै घरमा लुगा बुन्ने काम गर्न सुरु गर्छन्। छिमेकी तालसिङ साहु सुरमान सुब्बा पनि नानी थकुको मायामा परेको हुन्छ। सुरमान सुब्बाको उमेर 58 वर्षको हुन्छ। उसले आफ्नो काम गर्ने मान्छे रामबहादुरलाई नानी थकुको घरमा कपडा बुन्ने बहानामा नानी थकुको धेरै कुरा जान्ने र नानी थकुलाई आफ्नो मायाजालमा लोभ्याउने काम गर्छ। र त्यही बेला डाक्टर गोदत्त प्रसाद पनि बारम्बार घर आउन थाल्छ। नानी थकुसँग हाँस्न, ठट्टा गर्न थाल्छ, हात समाउन थाल्छ र कहिलेकाहीँ अनुचित व्यवहार पनि देखाउँछ। नानी थकु सुरुमा डाक्टरप्रति आकर्षित हुन्छ। तर यता शिवनारायणले सुरमान र डाक्टर गोदत्त प्रसाद बारम्बार उनीहरूको घरमा आएको र आफ्नो बहिनी नानी थकुप्रति नजिक भएको शिवनारायणलाई मन पर्दैन र उनीहरू दुवैमाथि शङ्का गर्दै उनीहरूको नियत ठिक छैन भन्दै आफ्नो बहिनी नानी थकुसँग असन्तुष्ट व्यक्त गर्छ। शिवनारायण सुत्ने बेलामा तमाखु खाँदै आफ्नो श्रीमती हाकुमायासँग आफ्नो बहिनीको बिहे गरिदिन पर्यो। कहिले सुरमान सुब्बा त कहिले डाक्टर दिनदिनै घरमा आएर बहिनीसँग कुरा गर्ने, जिस्किने गर्न थाल्यो र यही कारणले गाउँमा पनि चारैतिर हल्ला भयो। सबैले कुरा काट्न लागिसके भनेर आफ्नो श्रीमतीसँग दुःख व्यक्त गर्छ। र अर्को दिन शिवनारायण आफ्नो आमालाई भन्छ, तान बुन्ने बेला गोदत्त प्रसाद सधैँ यहाँ आएर बहिनीसँग कुरा गर्न थाल्यो।
त्यसैले अब बहिनीलाई भान्सामै बसेर खाना पकाउन लगाउनु, उसले अबबाट तान बुन्नु पर्दैन भनेर शिवनारायणले पनि बहिनीसँग रिसाउँदै गाली गर्न थाल्छ र आफू खेततिर जान्छ। र सबैजना खेत गएको बेला नानी थकु डाक्टर गोदत्त प्रसादलाई भेट्न उसको घरमा जान्छे। उनीहरू बीच धेरै समयसम्म कुराकानी हुन्छ। घरमा आफ्नो र डाक्टर बीचको सम्बन्ध सबैले थाहा पाएको र भेट्न नदिएको कुरा समेत डाक्टर गोदत्त प्रसादलाई सुनाउँछे। उनीहरू बीचको कुराकानी सबै रञ्जना देवीले थाहा पाउँछे र बेलुका खाना खाने बेलामा रञ्जना देवीले आफ्नो श्रीमान गोदत्त प्रसादलाई नानी थकुसँगको सम्बन्धको बारेमा सम्झाउन खोज्छे, तर उसले हाँसेर टारिदिन्छ। फेरि उसले नानी थकुलाई बोलाएर सम्झाउन थाल्छे। उसले भन्छे कि नारीले आफ्नो इज्जत आफै जोगाउनु पर्छ र आफ्नो श्रीमानको व्यवहार ठिक नभएको उसको कुरामा नफस्न भोलिको परिणाम के होला भनेर राम्रोसँग सम्झाउँछे। रञ्जना देवीको कुराले नानी थकुको दिमागमा धेरै नै प्रभाव पर्छ र गोदत्त प्रसादले आफूलाई साँचो माया नगरेको महसुस गर्छे। उसले गोदत्त प्रसादसँगको प्रेम सम्बन्ध तोड्ने र अबबाट नभेट्ने भनेर निर्णय लिन्छे। तर गोदत्त प्रसादले फेरि नानी थकुलाई आफ्नो कुरामा फसाउँछ र उनीहरू बीच फेरि प्रेम सम्बन्ध चल्न थाल्छ। शिवनारायणको खेत रोप्ने बेला रमाइलो भइरहेको हुन्छ र त्यतिकैमा डाक्टर गोदत्त प्रसाद पनि सुपारी लिएर आइपुग्छ र सबैले सुपारी बाँड्न थाल्छ। अनि नानी थकुसँग हिलोमा खेल्दै रमाइलो गर्न लाग्छ। नानी थकु र गोदत्त प्रसादको क्रियाकलाप देखेर शिवनारायणलाई भित्रभित्र एकदमै रिस उठिरहेको हुन्छ, तर उसले केही गर्न सक्दैन। यसै क्रममा हर्षनारायणको तामाङ जातकी केटी पुतलीसँग अन्तर्जातीय विवाह हुन्छ, जसले उपन्यासमा जातीय भेदभाव हटाउने सन्देश दिएको छ। त्यसपछि घरमा लतमायाले नानी थकुको विवाह गर्ने भनेर कुरा गर्छे, तर उसको दाइ भने डाक्टर र सुरमानसँग बिहे गर्ने पक्षमा हुँदैन। पछि डाक्टर गोदत्त प्रसादले नानी थकुलाई भगाएर लग्ने भनेर गाडी लिएर आउँछ, तर नानी थकुले त्यसरी भागेर नजाने भन्दै उसको प्रस्तावलाई अस्वीकार गर्छे र गोदत्त प्रसाद निराश हुँदै घर फर्कन्छ र पछि दाइ शिवनारायणकै सल्लाहमा नानी थकुको बिहे रामखेलावन नामक मधेसी युवकसँग हुन्छ। यी दुवै विवाहहरू धेरै सस्तोमा एकदमै साधारण तरिकाले विवाह सम्पन्न हुन्छ। विवाह एकदमै साधारण तरिकाले भए पनि तर खुसीपूर्ण हुन्छ, जसले देखाउँछ कि विवाहमा सच्चा प्रेम र समझदारी नै मुख्य कुरा हो। जात, धर्म, पैसा र परम्पराले कुनै फरक पार्दैन भनेर यस उपन्यासले गहिरो सन्देश दिन खोजेको छ। यी सबै घटनाहरूपछि परिवार खुसी तरिकाले चल्न थाल्छ। अब नयाँ घर बनाउने, रमाइलो गर्ने र मिलेर बाँच्ने सपना देख्छन्। तर कथाको अन्त्यतिर पुग्दा एउटा ठूलो विपत्तिको सुरुवात हुन्छ। 3 दिनसम्म लगातार झरी पर्छ र त्यसले गर्दा गाउँमा ठूलो बाढी आउँछ। बाढीले गर्दा उनीहरूको कमजोर घर भत्किन्छ। शिवनारायण र परिवारका धेरै सदस्यहरू बाढीमा बगेर जान्छन्। धेरैको मृत्यु हुन्छ, केहीको लास त चिन्नै नसकिने अवस्थामा हुन्छ। यसरी एउटा मेहनती, इमानदार र सधैँ राम्रो सोच्ने परिवार एकैछिनमा समाप्त हुन्छ। उपन्यासको अन्त्य यस्तो दुःखद रूपमा हुन्छ, जहाँ सुरुवातमा राम्रोसँग जीवन चलिरहेको थियो, अहिले एक चिहान मात्र बाँकी हुन्छ। एक समाधि स्थल जस्तै, जहाँ गरिब किसानहरूको सपना, सङ्घर्ष र जीवन गाडिएको हुन्छ। यही कारणले उपन्यासको नाम एक चिहान राखिएको हो। यो उपन्यासले हामीलाई धेरै कुरा सिकाएको छ। जीवनमा सबैभन्दा ठूलो कुरा मेहनत, इमानदारी, आत्मसम्मान र सहनशीलता हो। अष्टनारायण नामका गरिब तर इमानदार किसानले जस्तो सुकै कठिनाइमा पनि गलत काम नगरी आफ्नो परिवार पाल्न सङ्घर्ष गरे, जुन कुरा सबैका लागि प्रेरणादायी छ। नानी थकु जस्तै युवतीले आफ्नो आत्मसम्मानको रक्षा गर्नुपर्छ भनेर जहाँ कसैले जे भने पनि वा जतिसुकै लोभ देखाए पनि आफू सही बाटोमा हिँड्नुपर्छ भन्ने कुराको महत्त्वपूर्ण सन्देश दिएको छ। साथै उपन्यासले जातपात, धनी गरिब, छुवाछुत जस्ता भेदभावहरू पनि समाजमा कति गलत छन् भन्ने कुरा देखाएको छ र सबैलाई बराबरीको व्यवहार गर्नुपर्छ भन्ने एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ। यस उपन्यासको अन्त्यमा आएको ठूलो बाढीले इमानदार र मिलेर बस्ने परिवारलाई बगाएर लान्छ। यसबाट हामीले के बुझ्न सक्छौँ भने कहिले के हुन्छ भनेर जीवनमा कुनै पनि कुराको निश्चित हुँदैन। त्यसैले जबसम्म हामीसँग समय छ तबसम्म सधैँ राम्रो सोच राख्ने, मेहनत गर्ने, एक आपसमा माया गर्ने र सहयोग गर्ने बानी बसाल्नुपर्छ। अन्ततः एक चिहान उपन्यासले सबैलाई यस्तै प्रेरणा दिन्छ कि समाजमा सुधार ल्याउन हामी आफै सचेत,
जिम्मेवार र समझदार नागरिक बन्नुपर्छ अनि अरूको सम्मान गर्न जान्नुपर्छ भनेर महत्त्वपूर्ण पाठ सिकाएको छ। विद्यार्थी भाइ बहिनीहरू, एक चियान उपन्यास यति नै रहेको छ। उपन्यास कस्तो लाग्यो? आशा छ सबैजनाले राम्रोसँग बुझ्नुभयो होला। यस्तै अन्य भिडियोहरू हेर्नको लागि भिडियोको लिङ्क डिस्क्रिप्सन बक्समा रहेको छ, त्यहाँबाट हेर्नुहोला भन्दै आजको लागि भिडियो यति नै। हस्त, धन्यवाद।